घरमा के बुढाले रक्सी खाएर अनि आफ्नो बुढीलाई पिट्ने, आमाले चाहिँ बुहारीलाई पिट्ने, अनि आमाले चाहिँ छोरालाई गएर चाहिँ कुराहरू लगाइदिने कि जेप्पै त्यो कुराहरू लगाइदिने, यस्तो चाहिँ अलि पहिलाभन्दा चाहिँ घटेको त छ। तर त्यस्ता खालको समस्या पहिला थियो, जस्तै सासूले बुहारीलाई हिंसा गर्ने अथवा काम गराउन चाहिँ अब के अरे भिर पाहातिर पठाउने। अब पहिला त सानै उमेरमा बिहा हुन्थ्यो नि त होइन। अब मेरै मम्मीको पनि 17 वर्षमा बिहा भएको, अनि यस्तै गरेर चाहिँ त्यो सानो बाल बच्चामै चाहिँ आफू एउटा सासू आमाले चाहिँ आफ्नै छोरी जस्तै गर्दो रहेछन् कि उनीहरूले चाहिँ उनीहरूलाई चाहिँ अब भिरपाहामा काम गर्न पठाउने त्यो सानो उमेरमा, अनि घरमा आएपछि नि घरको कामहरू गर्न लगाउने, अनि आफ्नो छोरालाई चाहिँ गएर चाहिँ कुराहरू लगाइदिने। तपाईँको ठ्याक्कै तर्क के हो भने छोरी र बुहारीमा हिंसा छ, विभेद छ भन्न खोज्नु भयो? हजुर, पहिला चाहिँ थियो, अहिले चाहिँ अलि घटेको चाहिँ म देख्न